हेलो एभ्रिवान वेलकम ब्याक टु दि च्यानल। आजको यो भिडियोमा चाहिँ हामी लिक्विडिटीको बारेमा कभर गर्छौँ बेसिक्सबाट नै। यो टर्म धेरैले सुन्नुभए पनि क्लियर कन्सेप्ट चाहिँ खासै धेरैले बुझ्नु भएको छैन। अब हाम्रो मार्केट अब वान वे मार्केट भयो, बाहिरको र हाम्रोमा स्लाइटली डिफ्रेन्ट छ यो लिक्विडिटीको बुझ्नुपर्ने चाहिँ। थोरै हामी थ्योरीबाट जाउँ यसमा है। थ्योरीमा चाहिँ हामीले हेर्नुपर्ने के छ यसमा भने सुरुमा वाट इज लिक्विडिटी, लिक्विडिटी भनेको के हो त्यो बुझ्नु पर्यो। यो सँगसँगै नोट डाउन पनि गर्दै जानु होला, बुझ्नलाई सजिलो हुन्छ। अनि अर्को भनेको लिक्विडिटी फ्रम द पर्सपेक्ट अफ मार्केट अपरेटर्स। मार्केट अपरेटरले चाहिँ लिक्विडिटीलाई कसरी हेर्छन्, उनीहरूको पर्सपेक्टबाट हेर्दाखेरि चाहिँ के हो त, त्यो बुझ्नुपर्ने छ। अनि त्यसपछि हामी जान्छौँ हाउ टु लोकेट लिक्विडिटी इन चार्ट्स। चार्ट्समा हामीले कसरी लिक्विडिटीलाई लोकेट गर्न सक्छौँ, कहाँ छ भनेर कसरी हेर्ने। सुरुमा वाट इज लिक्विडिटीबाट जाउँ है। लिक्विडिटी भनेको चाहिँ बेसिकल्ली मार्केट चलाउने फ्युल भनेर बुझ्दा हुन्छ। मार्केट चलाउने फ्युल हो लिक्विडिटी। त्यो भन्नाले अब नेपाली टर्ममा बुझ्ने भाषामा भन्नुपर्दा के हो भने किता कतिको अभाइलेबल छ किन्न या बेच्नको लागि है। लिक्विडिटीको सिम्पल नेपाली भाषामा भन्नुपर्दा तपाईँले कुनै पनि सेयरहरू कति सजिलै किन्न या बेच्न सक्नुहुन्छ, कतिको अभाइलेबल छ, लाइक बायर नै अभाइलेबल छ कि नै सेलर अभाइलेबल छ कि नै भन्ने कुरा हो। यसमा नेपाली मार्केट र फरेन मार्केटमा डिफ्रेन्सेस के हो भनेदेखि यहाँ टेक्स्टमा नै लेख्छु म। हाम्रो मार्केटमा लाइक कमाउनको लागि सब मार्केट बढ्नै पर्छ क्या। भन्न खोजेको के भने नेपाली मार्केटमा अपरेटर्स या बिग प्लेयर्स भनिन्छ जुन अपरेटर्स नि बायर्स नै हो, रिटेलर्स पनि बायर्स नै हो। यो भन्न खोजेको के भने बाहिरको जुन एउटा फिचर छ नि सर्ट सेलिङको फिचर, त्यसमा अपोजिट डाइरेक्सनमा हुन पनि सक्छन्। भनेको कसैले बाई गर्दा कोही न कोही सेलर अभाइलेबल हुन्छ मास क्वान्टिटीमा, त्यहाँको भोल्युम पनि बेसी भयो। हाम्रो मार्केट एक त सानो छ, प्लस वान वे मार्केट भनिसकेपछि बोथ साइड नै बायर्स हुने भयो। अब यसमा बोथ साइड बायर्स हुने भइसकेपछि जो पनि बिग मनी छ, जो अपरेटर छ नि, त्यसले अब रिटेललाई आफू बाई गर्ने बेलामा सेल गराउनु पर्यो होइन। यहाँ दुईटा बायर्स र सेलर्स बिच एउटा टर्म छ, इम्ब्यालेन्स छ होइन। दुईटा ब्यालेन्समा छैन, दुईटै बायर्स हुने भइसक्यो। दुईटा ब्यालेन्समा छैन, इम्ब्यालेन्स छ भनेपछि अपरेटरले रिटेलसँग अब चल्ती भाषामा भन्नुपर्दा किता खोज्नु पर्यो होइन। उनीहरूले किन्न खोजेको बेलामा म्यानिपुलेट गरेर रिटेललाई बेचाउनु पर्यो, या अनि उनीहरूले बेच्न खोजेको बेलामा पुरै हाइपअप गरेर रिटेललाई आफै आफ्नो किता भिडाउने हो त्यो भयो। त्यो टर्म मार्केट म्यानिपुलेसन भन्दा भयो त्यसलाई। यो सबै गेम के को भन्दाखेरि लिक्विडिटीको गेम। किनकि अब बोथ साइड बायर्स भइसकेपछि अब सेल कसले गर्ने, उनीहरूले फर इक्जाम्पल कुनै ठुलो अपरेटरले कुनै एउटा स्पेसिफिक सेयरको 1 लाख किता किन्नु छ अनि त्यो 1 लाख किता अभाइलेबल छ कि छैन त, त्यसको लिक्विडिटी अभाइलेबल छ कि छैन भने यो जुन तिनीहरूले मार्केट म्यानिपुलेसन गर्छन् नि, त्यो भनेको यही लिक्विडिटी फिल गर्नको लागि, उनीहरूको किता फिल गर्नको लागि। यहाँसम्मको पोइन्ट अलिकति बुझ्नुभयो होला होइन। लिक्विडिटी फ्रम द पर्सपेक्ट अफ मार्केट अपरेटर। अब त्यो ट्र्यापिङहरू, अब यसमा मार्केट म्यानिपुलेसनमा कता केबाट म्यानिपुलेट हुन सक्छ त भन्दा न्युज या इभेन्ट्सबाट हुन्छ होइन। न्युज या इभेन्ट्सबाट म्याक्सिमम हुने भनेको न्युज या इभेन्ट्सबाट हल्ला पोस्टहरू, अब न्युज पोर्टलहरूबाट पोस्टहरू आइरहेको हुन्छ, यो हुन लाग्यो त्यो हुन लाग्यो स्टकको भनेर। त्यो न्युज एन्ड इभेन्टबाट एउटा भयो। अनि अर्को भनेको
चार्टमा म्यानिपुलेसन हुन्छ। यो कस्तो म्यानिपुलेसन भन्दा जसले टेक्निकल्स हेर्नुहुन्छ नि, टेक्निकल क्यान्डल म्यानिपुलेसन हुन्छ क्या यसमा चाहिँ। न्युज र इभेन्टको एउटा रिसेन्ट इक्जाम्पल भनेको हाम्रो धेरैलाई याद होला समाज। समाजको अहिले हामी चार्ट पनि हेर्छौँ। समाजको के थियो भने मर्जरको न्युजमा कन्टिन्युस डाउन सर्किट लागेर गइरहेको थियो। त्यसमा त्यो भनेको जसले सेल गर्न खोज्नु भएको थियो नि, सेलर्स चाहिँ अभाइलेबल भयो तर बायर्स अभाइलेबल भएनन्। बायर्स चाहिँ अभाइलेबल भएनन्। यसमा भनेको लिक्विडिटी इनफ जेनेरेट भएन सेल गर्नको लागि। जसले अब सेल गर्न खोज्नु भएको थियो उहाँहरूले पनि लिक्विडिटी नभएर बेच्न पाउनु भएन। सो ओभरअल गेम चाहिँ यो लिक्विडिटी बुझ्नुभयो भने मार्केटको ओभरअल गेम तपाईँले बुझ्न सक्नुहुन्छ सजिलैसँग। लाइक मैले भन्न खोजेको समाजको होइन मेरो समाजको लाइक यो हेर्नु है चार्ट। यहाँ कस्तो थियो भने प्रोपर स्ट्रक्चर हो, प्रोपर सेटअप। यहाँ तपाईँको स्ट्रक्चर सिफ्ट दिएर फेयर भ्यालु ग्यापमा आएर रिट्रेस गरेर बसेको थियो साइडवेज। यो पोजिसनमा तपाईँको बाई पनि पर्फेक्ट बाई हुन्छ भनेको रिस्क रिवार्ड पनि फेभरेबल छ। तपाईँको ट्रेड सेटअप यसमा मिल्छ। यसमा के भइदियो भने लाइक यो जोनमा जसले बाई गर्नुभयो, यहाँ यो क्यान्डल छ, यसमा एउटा मर्जरको न्युज आइदियो होइन, मर्जरको न्युज सर्कुलेट भयो त्यसपछि। अनि कन्टिन्युस डाउन अहिले लगभग 3500को जसको बाई छ यो क्यान्डलको दिन बाई, उहाँहरूको अकाउन्टमा आउने जेलसम्म लगभग 2600 भनेको झन्डै कितामा 900 रुपियाँको लस। यो त यो दिन बाई गर्नु हुनेको भयो। अगाडि होल्डिङ हुनेहरूको पनि यसमा कस्तो भइरहेको थियो भने लिक्विडिटी अभाइलेबल नभएर यहाँ चाहेर पनि सेल गर्न सक्नुभएको थिएन। यो सबै गेम लिक्विडिटीको भयो। यहाँसम्मको बुझ्नुभयो होला होइन। यसमा अब हामी हेर्छौँ हाउ टु लोकेट लिक्विडिटी इन चार्ट्स। हाउ टु लोकेट लिक्विडिटी इन चार्ट्स भन्दा यसमा लिक्विडिटीमा पनि हामीले 2 टाइप्स हेर्छौँ है। एउटा भयो इन्टर्नल, अर्को भयो एक्सटर्नल। यसमा दुईटैको यही भिडियोमा कुरा गर्दा धेरै लामो हुन्छ, सो यसमा हामी इन्टर्नल मात्र कभर गर्छौँ। इन्टर्नल लिक्विडिटी। इन्टर्नल लिक्विडिटी भनेको चाहिँ कस्तो भने एउटा सर्टेन स्ट्रक्चरभित्र अभाइलेबल भएको लिक्विडिटीहरू हो। त्यसभित्र के पर्छ भने तपाईँको अब प्याटर्न लिक्विडिटी भन्दा हुन्छ त्यसलाई। सर्टेन तपाईँले धेरै टाइपको अब चार्ट प्याटर्नहरू पढ्नुभएको होला, त्यसमा जुन म्यानिपुलेसन हुन्छ नि त्यसले चाहिँ अब प्याटर्नहरूले एक टाइपले लिक्विडिटी क्रिएट गर्छ क्या, बेस क्रिएट गर्छन्। अनि त्यसैमा म्यानिपुलेसन भएर लिक्विडिटी हन्ट भएर मार्केटले अनि रियल मुभ दिन्छ। अर्को हाम्रो इन्टर्नल लिक्विडिटीमा ट्रेन लाइन लिक्विडिटी। ट्रेन लाइन लिक्विडिटी भयो, त्यसपछि आउँछ हाम्रो एफपिजी। एफपिजीहरू पनि इन्टर्नल लिक्विडिटीमा पर्छ। अनि अर्डर ब्लक्स एन्ड अदर पिओआइज, जति पनि त्यो इन्टर्नल स्ट्रक्चरभित्रको पिओआईहरू छ त्यो सबै इन्टर्नल लिक्विडिटीमा पर्ने भयो। यो चाहिँ हामी चार्टमा गएर हेर्छौँ है त कस्तो कस्तो भनेर। अब हामी चार्टबाट बुझौँ इन्टर्नल र एक्सटर्नलको रिलेसन कस्तो छ भने। यसमा मैले निफ्राको चार्ट खोलेको छु। निफ्राको चार्ट यो मैले की हाई मार्क गरेँ, यो एउटा किलो भयो होइन। भनेको यो दुईटा जोन बिचको छ नि, किलो र की हाई बिचको यो जति पनि इन्टर्नल यो मुभहरू दिएको छ त्यो भनेको इन्टर्नल लिक्विडिटी भनेर बुझ्छौँ हामी। की हाई या की लो ब्रेकडाउन हुन्छ भने त्यो एक्सटर्नल भयो। अब यो कुन पोइन्टमा हेर्ने त, कसरी हेर्ने त यसलाई भन्दाखेरि आफ्नो त्यो डिलिङ रेन्ज हुन्छ नि, तपाईँहरूले जसरी हेर्न नि पाउनुभयो। मात्र यसमा बुझ्नुपर्ने के हो भने इन्टर्नल स्ट्रक्चरभित्र छ भने त्यो इन्टर्नल भयो, इन्टर्नल स्ट्रक्चर बाहिरको छ भने त्यो एक्सटर्नल भयो। भन्नाले
यो आफैले ल अलिकति जुम इन गरेर म यो करेन्ट प्राइस लेगलाई मात्र लिन्छु भनेर तपाईँले यो स्विङ हेर्नुभयो भने स्विङ हाई भन्दा माथिको रेन्ज तपाईँको एक्सटर्नल हुने भयो। यो तपाईँको एक्सटर्नल हुने भयो स्विङ हाई माथिको। यो एक्सटर्नल, यो पनि एक्सटर्नल, यो भित्रको जति पनि छ जे पनि बनाउँछ, सरी, यो भित्र जे जति पनि बनाउँछ त्यहाँ तपाईँको इन्टर्नल हुने भयो। यसमा इन्टर्नलमा अब तपाईँको के पर्न सक्छ? यसमा एफपिजीमा ट्याप गरेको छ भनेको इन्टर्नल लिक्विडिटी लिइरहेको छ भनेर बुझ्न सक्नुहुन्छ। यसमा कुनै केही सर्ट अफ प्याटर्नहरू बनाउन सक्छ, लाइक ट्रेन लाइन बनाउन सक्छ। ट्रेन लाइन बनाउनु या सर्टेन प्याटर्न बनाउनु, यहाँ एक्जाम्पल एउटा हेरौँ है त प्याटर्नको, प्याटर्न लिक्विडिटीको कस्तो भने एउटा च्यानल एउटा बनेको छ होइन, यसरी बनाउन सकियो, एउटा च्यानल फर्म भएको छ। यो फर्म कहाँ भएको छ? यो कुनैको इन्टर्नल भित्र पर्ला, कुनैको एक्सटर्नल भित्र, तपाईँको डिलिङ रेन्ज कुन छ त्यो बेसिसमा हेर्ने, अनि त्यसपछि यो किलो नै भयो भनेपछि यो दुईटा बिचको इन्टर्नल लिक्विडिटी हो भनेको फर्दर मुभ दिनको लागि चाहिँ कि त पुगेको छैन या यसमा एकुमुलेसन हुँदैछ भन्ने हिसाबले लिँदा हुन्छ यसलाई। अनि प्राइसको मुभमेन्ट चाहिँ यो इन्टर्नल र एक्सटर्नलको रिलेसन के हो भने चाहिँ जहिले पनि प्राइसले इन्टर्नलबाट एक्सटर्नल जान्छ या एक्सटर्नलबाट इन्टर्नल आउँछ, यो दुईटा मात्र हो यसको प्राइसको मुभमेन्ट हुने। इन्टर्नलबाट एक्सटर्नल र एक्सटर्नलबाट इन्टर्नल। मैले भन्न खोजेको के भने म एउटा इक्जाम्पल तपाईँलाई राम्रो इक्जाम्पल यसमा देखाउँछु है। यो सिक्लेसको चार्ट भयो, यसमा हाम्रो डिलिङ रेन्ज छुट्टामै, ल यो रेन्जमा हेर्नुहुन्छ भने स्विङ हाई, एउटा डिलिङ स्विङ हाई र स्विङ लोको बिचमा हाम्रो डिलिङ रेन्ज भयो है। भनेको यो दुईटा बिचको जति पनि प्राइस मुभमेन्ट छ त्यो सबै इन्टर्नल लिक्विडिटी हुने भयो हाम्रो लागि। यो इन्टर्नल लिक्विडिटी हुने भयो। योभन्दा बाहिरको जति कि हाईलाई लिन जान्छ भने यो हाईको माथि चाहिँ एक्सटर्नल हुने भयो। सरी, एक्सटर्नल लिक्विडिटी अघि मैले भनेको थिएँ नि, एक्सटर्नल टु इन्टर्नल या इन्टर्नल टु एक्सटर्नल। यो हाई ब्रेक भयो होइन भनेपछि यसले न्यू स्विङ हाई बनायो, यसले यो न्यू स्विङ हाई बनाएर रिट्रेस डाउन गर्यो। यो रेन्जमा यो स्विङ हाई यो स्विङ लो यहाँ छ, यो दुईटा रेन्जको बिचको एक्सटर्नल लियो ब्याक टु इन्टर्नल। इन्टर्नल के लिन आयो? इन्टर्नल लिक्विडिटी फिल गर्न, ग्याप फिल गर्न, एफपिजी फिल गर्न या अर्डर ब्लक ट्याप गर्न भनेको एक्सटर्नल लिइसकेपछि त्यसको रिट्रेस कहाँ भयो? इन्टर्नलमा रिट्रेस। अब इन्टर्नल लिइसक्यो भनेपछि एक्सटर्नलको जाने पोसिबिलिटी कहाँ छ? कि लोमा जानु पर्यो, लो ब्रेक हुँदा हाम्रो यो लो पनि एक्सटर्नल हो, हाई मात्र होइन। यो चाहिँ ट्रेन्ड अनुसार हुने भयो होइन। कि त लो ब्रेक हुनु पर्यो कि त यो भर्खर बनाएको स्विङ हाई ब्रेक हुनु पर्यो एक्सटर्नललाई जानु। हाम्रो ट्रेन्ड अपवर्ड भएको भएर यस्तो कन्टेक्समा त्यसले माथि हाईको चाहिँ एक्सटर्नल ब्रेक गरिदियो। फेरि हाईको ब्रेक गर्यो भनेपछि ब्याक टु इन्टर्नल, इन्टर्नल लिक्विडिटी लिन आयो फेरि मार्केट। इन्टर्नल लिइसकेपछि ब्याक टु एक्सटर्नल हो। यो इन्टर्नल र एक्सटर्नल चाहिँ कसरी हेर्ने भन्दाखेरि चाहिँ हजुरको आफ्नो स्पेसिफिक डिलिङ रेन्जभित्र अरू क्राइटेरियाहरू, अरू सेटअपहरू, अरू इन्ट्री एक्जिट स्ट्राटेजी बेस्डमा हजुरले हेर्न सक्नुभयो। लाइक यो ठुलो हामीले यो ठुलो रेन्जै लिन्छौँ, यो दुईटा रेन्ज चाहिँ लिन्छौँ भने यो पुरैलाई इन्टर्नल लिक्विडिटी लिएर हेर्छौँ भने यहाँ मार्केटले एक्सटर्नल लिन गएको छ। एक्सटर्नल गइसकेपछि एउटा नयाँ रेन्ज क्रिएट हुन्छ अनि त्यो नयाँ रेन्जभित्रकोमा अहिले एक्सटर्नल टु इन्टर्नल आउँदैछ लिक्विडिटी फिल गर्नको लागि। सो मार्केट मुभ हुनको लागि हामीलाई चाहिने भनेको लिक्विडिटी चाहियो अनि यसमा इन्टर्नल टु एक्सटर्नल र एक्सटर्नल टु इन्टर्नल मुभ हुन्छ।
अनि इन्टरनल स्ट्रक्चरभित्र जुन यो प्राइस एक्सनहरू फर्म हुन्छ नि त्यसमा अर्को एउटा टर्म छ हाम्रो लिक्विडिटी हन्ट भन्छ। यसको चाहिँ म एउटा सेपरेट भिडियो बनाउँला होइन। त्यसमा कुन लिक्विडिटी हन्टमा चाहिँ जुन हुन्छ नि स्मार्ट मनीको म्यानिपुलेसन कुन बेसिसमा भन्दाखेरि यसमा लिक्विडिटीको बेसिसमा भनेको उनीहरूको किताब फिल गर्नको लागि कुन टाइपले म्यानिपुलेसन गर्छ त अघि भने न्युज या प्याटर्न स्याटर्न भनेर यसमा हुने म्यानिपुलेसन चाहिँ लिक्विडिटी हन्ट भयो। तपाईँहरूले हेरिरहनु भएको डिलिङ रेन्जभित्र हुन्छ नि जुन रेन्जभित्र हेरिरहनुहुन्छ या प्याटर्नहरू जुन क्रिएट हुन्छ हो त्यो एभ्री प्याटर्नमा नि यो स्मार्ट मनी म्यानिपुलेसन हुन्छ। लाइक सपोर्ट रेजिस्टेन्स हुन्छ भने सपोर्ट ब्रेकडाउन दिएर यही हेर्नुहुन्छ भने यहाँ सपोर्ट ब्रेकडाउन दिएर अनि अपसाइड मुभ छ नि यो भनेको स्मार्ट मनी म्यानिपुलेसन। लो ब्रेकडाउन दिएर कन्सोलिडेट गर्यो यहाँ केही प्याटर्न स्याटर्न फर्म गर्यो अनि अपसाइड मुभ हो। यो सबै गेम ओभरअल लिक्विडिटीको सायद अलिकति भए पनि कन्सेप्टहरू क्लियर भयो होला। यसमा नबुझ्नु भएको केही छ भने कमेन्टमा राख्न सक्नुहुन्छ। हाम्रो टेलिग्राम ग्रुप पनि मैले एउटा न्यू बनाएको छु, त्यसको लिङ्क पनि डिस्क्रिप्सनमा हुन्छ, हजुरहरू जोइन गर्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला, केही नयाँ रिभ्यूहरू केही छ भने रिभ्यू पनि छोड्नु होला। हस्, थ्याङ्क यू।